8 जनाको डिब्बा होला पुष्पा ग्यामाली काट्नु भयो हेर्नु ल छिटो आउनु मेरो फोटो किन आएन आयो के यो युट्युबमा सँगै हाल्ने कपिलेट मैले मलाई काटेर पठाइदिनु न अनि जसले अब तपाईँले यहाँ चाहिँ अब राम्रोको भित्र बसेर चल होइन भित्र बसिरहेको हामी एयरपोर्टमा छौँ अहिले थाइल्यान्डको एयरपोर्ट जस्तै छ चलिरहेको रहेछ गइसक्नु भयो कतिजना हो र हामी एयरपोर्टमा आइसक्यौँ कहाँ हो हामीमा त जान्दै हो हुन्छ ल ढोका लगाइदिनुहोस् यहाँ त होमेर होला जस्तो छ त उमेर भए चाहिँ हाल्छ माथि उल्टी भयो भने कहाँ गर्ने उल्टी भयो भने सुल्टी गरेर गर्ने हेर्दा बोर्डिङ वाक हिँडेका मान्छे बस्दा यो राख्नु त टिकट माथिबाट झर्नु चाहिन्छ हामी कहाँ स्पिड भर्खर टोकेर टिप्ने रहेछ रुलसहरू देख्यो भने त खानु पर्न रोकेर यता पनि घुमाउनुहोस् यसरी केबुल कार हिँड्छ भनेर आयो नझ्याक्ने यार बिस्तारै 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 गुरुजी आमा यो हो के साम्बो जय साम्बो बोल ल उताको सीता कोही छैन झर्नु हेलो आई 17 नम्बर डिब्बा मात्रै निर्णय भनेको यो हो कि त्यहाँ चाहिँ पारी नझ्याकै नझ्याक बैलो त बैलो छ नि भनेर समातेको मैले सोधेको समात्ने अन्त केरासेरा पाके बापत उहाँ केराको कत्रो घारी थियो यस्तो जंगल फाड्नुपर्छ त्यही भएर ताप्लेजुङमा नडेका बसन्तपुरमा त्यो पनि हो अनि चाहिँ त्यहाँको स्थानीयले तल त छैन उहाँको त डर लाग्छ कि कहाँ छ बसन्तपुरको नि त त्यो चाहिँ बहुत माथि छ किसिमलाई तल हेर्दा त डर लाग्छ केराका घरी त्यो वन केराका घरी के ल फाइनली हामी यो त रसीमा समातेको न रसी घुमाउनु रहेछ क्या अन्त ए सिसा त यार कमसल चाहिँ यहाँ तोडफोड केही गर्ने भने सिग्नल हुनु पर्ने अस्ति जाने बेला त पारेकोमा त त्यसमा त वाकेन यहाँबाट त ठ्याक्क यता के मृगहरू अब के अरे जङ्गली जनावर सबै देखिनु पर्ने कि कोही पनि आउनु भएको छैन यहाँ कोही आउनु भएको थियो नै आएको छैन म त आएकै होइन पहिला आउँथे हामी एकखेर निरज सर र म आएका निरज सर र म केमा आएका अरे एकखेर त्यहाँ त कमलको फुल भन्दै थियो ओपनिङ भएको थिएन त्यतिखेर आएका यहाँ चाहिँ केरा रहेछन् यार आइसल आइसल त फल्छन् आउँदाखेरि खान पाइन्न यस्तो रहेछ डर लाग्दै रहेछ जङ्गल त ठुलै छ नि होइन घनाड्डे जङ्गल रहेछ यहाँ त दौडेन त अब्बाल छ यार त्यो सोल्टीले खसिहाल्छन् भने उद्धार गर्नुपर्छ कि त्यहाँ बढी तल हुँदाखेरि कसैले केही यहाँ होइन अप्ठ्यारो गर्नु सक्ला नि केही होला भनेर बसेको रहेछ होइन ड्युटी नै हो ओके टोके छ त टाढा त टाढा यहाँ त सुनै खोज्ने रहेछ यार जङ्गलमा एक्लै यार तिनलाई अब यहाँ के अरे खोल्न मिल्दैन कसरी त्यहाँ झारिदिन्छ त्यहाँ हिँड्दै आउने हिँड्दै आउने अब त आइयो त्यही माथि त अनि नि त
हेर त खर कति रहेछ घाँस हेर न काटेर एक भाइ लिएर जानु पाए 11 मिनेटको 11 मिनेटको कहाँ सुन्छु म हेरौँ न यार घरि भए त यार अहिले यो त यही बाटो झरेर आउनु ग्यासमा यही बाटो झरौँला मलाई घरि भए त छ कि घरि छ यहाँ छ होला। एउटा ऊ पाके छ र आके छैन बुवा झुन्डा गएर पकाउने बारी नै रहेछ त उहाँ रहेछ तर कोसै छैन यहाँ चाहिँ यसको सिटिमीले कोसाउनु न कि हाम्रो स्कुलमा पनि पख्लास त्यहाँ बसेर हिँड्न पार्ने अझै घर गएर भात खाएर काम नगरेर नजिक नजिक रहेछ ल ल ल फाइनली हामी अब आइपुग्यो है यस। नआगतमा आइयो हाम्रा बाबु बाजे पितृ कुल कसैले नदेखेको कुरा चढेर आइयो कुल पितृ सबैलाई सम्झे जय शम्भु यहाँ त के हो ब्रेक लगाऊँ न साथी ब्रेक लगाऊँ यार बिस्तारै बिस्तारै गुरुजी बिस्तारै अरूलाई तान्नु पर्यो यहाँकालाई ब्रेक लगाउनु पर्यो नि त फाइनली हामी झरिसकेका छौँ हजुर अब चाहिँ हामी तल चाहिँ हामी मुनि जाँदैछौँ के छ त यो रगतमा भन्ने कुरामा आइयो टिकट राखेको छु नि टिकट बसन्दा ल फाइनली गाइज ल ल 250 बस्यो यो हो केबल कार लास्टै ठुलो छ यार यो मान्छे फाइनली हामी नुवाकोट डाँडो आइसक्यौँ अब हामी मन्दिरतर्फ जाँदैछौँ यहाँ चाहिँ रमाइलो छ नुवाकोट भनेको यो उज्जर सिंह भनेको कर्नेल होइन दाइ उज्जर सिंह पाल्पाको उज्जर सिंह कर्नेलले नेतृत्व गरेको यो चाहिँ युद्ध जितेको यो ठाउँमा बसेर अड्डा बनाएर चाहिँ जितेको भन्ने चाहिँ सुनिएछ र यहाँ उहाँकै उसमा चाहिँ स्थापना भएको यो मन्दिर चाहिँ रहेछ अब हामी गड्डीमा आयौँ यो चाहिँ यो हो गड्डी उज्जर सिंह कर्नेल बसेको उहाँले नेतृत्व गरेको गड्डी चाहिँ यो रहेछ यहाँ बसेर चाहिँ अङ्ग्रेजहरूसँग चाहिँ युद्ध लडेको ठाउँ चाहिँ युद्ध पनि जित्न सफल भएको रहेछ